स्वागत छ। आज हामी अलि गहिरो ईश्वरशास्त्रसँग सम्बन्धित विषयमा छलफल गर्दैछौँ। हामीले पाएका स्रोतहरूले एउटा ठूलो प्रश्नको जवाफ खोजेका छन्। यदि परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ भने उहाँको सबैभन्दा ठूलो महिमा दुःख र बलिदानमा कसरी हुन सक्छ? यो त अलिकति विरोधाभास जस्तो सुनिन्छ होइन र? आज हामी यही विरोधाभासको गहिराईमा पुग्नेछौँ र हेर्नेछौँ यी स्रोतहरूले प्रेम, मूल्य र पाप जस्ता अवधारणाहरूलाई कसरी नयाँ तरिकाले व्याख्या गर्छन्। हो, यो साँच्चै नै एउटा आधारभूत प्रश्न हो। सामान्यतया हामी महिमा भन्नाले के बुझ्छौँ? शक्ति, प्रदर्शन, विजय। तर आज हामीले केलाउन लागेका सामग्रीहरूले यो धारणालाई पुरै उल्टाइदिन्छन्। उनीहरूको तर्क छ कि परमेश्वरको महिमा उहाँको असीमित शक्तिमा होइन, बरु उहाँको असीमित प्रेम र आत्मत्यागमा प्रकट हुन्छ। र यो तर्कको केन्द्रमा छ क्रूस। हो, क्रूस केवल पाप क्षमाको लागि मात्र होइन, बरु सृष्टिमा रहेका हरेक कुराको मूल्य निर्धारण गर्ने र सृष्टिलाई नै पूर्णतामा पुर्याउने माध्यम हो भनेर यी स्रोतहरूले दावी गर्छन्। त्यसो भए सुरु गरौँ न त। यो पहेलीको पहिलो टुक्रा आज्ञा र पापको चक्र जस्तो देखिन्छ। स्रोतहरूले भन्छन् कि मानिसलाई प्रेमको आज्ञा दिएको थियो, तर ऊ आफ्नो शक्तिले त्यो कहिल्यै पालन गर्न सक्दैन। यसले त एउटा कहिले नटुङ्गिने निराशाजनक चक्र जस्तो बनायो नि, होइन र? एकदम। एउटा नियम दिने जुन पालन गर्नै सकिँदैन अनि पालन नगरे बापत दण्ड। हो, यो एउटा बन्द कोठा जस्तै हो जहाँबाट बाहिर निस्किने ढोका देखिँदैन। स्रोतहरूले यसलाई मृत्युको नियम भनेका छन्। मृत्युको नियम? जुन आज्ञा वास्तवमा जीवन दिनको लागि थियो, हाम्रो असमर्थताको कारणले गर्दा त्यही आज्ञा हाम्रो लागि मृत्युको कारण बन्नु पुग्यो। हामी जति कोसिस गर्छौँ त्यति नै असफल हुन्छौँ र हरेक असफलताले हामीलाई मृत्युको नजिक धकेल्छ। तर यो चक्र कहीँ न कहीँ त तोडिनु पर्छ। स्रोतहरूले यसको समाधान के दिएका छन् त? समाधान बाहिरबाट आउँछ, हामी भित्रबाट होइन। यहाँ पवित्र आत्माको भूमिका आउँछ। यी लेखहरूले जोड दिएको कुरा के हो भने, जब एक व्यक्तिले येशूमा विश्वास गरेर पापको क्षमा पाउँछ, तब पवित्र आत्मा आएर उसमा बास गर्नुहुन्छ। पहिले जुन आज्ञाहरू ढुङ्गाको पाटीमा बाहिरबाट दिएको थियो, अब ती आज्ञाहरू पवित्र आत्माले मानिसको हृदयमा नै लेखिदिनुहुन्छ। एकछिनै, यो निकै रोचक कुरा हो। मतलब नियम बाहिरी दबाव रहेन, तर भित्री इच्छा बन्यो। ठ्याक्कै त्यही हो। पवित्र आत्माले त्यो आज्ञा पालन गर्ने इच्छा मात्र होइन, शक्ति पनि दिनुहुन्छ। यसले गर्दा जुन नियम पहिले मृत्युको नियम थियो, त्यही नियम अब जीवनको नियम बन्न जान्छ। यो मानिसको आफ्नै प्रयासले हुने नैतिक सुधार होइन, तर यो एउटा भित्री रूपान्तरण हो। यसले मानिसलाई उसको शारीरिक इच्छाहरूमाथि विजय प्राप्त गर्न सक्षम बनाउँछ, जसरी येशूले आफ्नो जीवनमा गर्नुभयो। पवित्र आत्माले आज्ञा पालन गर्न सक्षम बनाउने कुरा त बुझियो, तर यो सबै प्रक्रियाको केन्द्रबिन्दु त क्रूस नै हो जस्तो छ। स्रोतहरूले येशूको क्रूसीकरणलाई महिमा प्राप्त गर्नु भनेर व्याख्या गरेका छन्। यो कुराले मलाई अझै पनि अलम्ल्याइरहेको छ। कमजोरी, पीडा र मृत्यु कसरी महिमा हुन सक्छ? हो, यो बुझ्नको लागि हामीले महिमा शब्दको हाम्रो परिभाषा नै बदल्नुपर्छ। यी स्रोतहरूले परमेश्वरको प्रकृतिलाई बुझाउन एउटा संरचना प्रयोग गरेका छन्, जसलाई उनीहरू पहिलो र दोस्रो ईश्वर व्यक्तित्व भन्छन्। पहिलो र दोस्रो ईश्वर व्यक्तित्व? हो। सरल भाषामा बुझ्नको लागि यसलाई पिता परमेश्वर र पुत्र येशू बीचको सम्बन्धको रूपमा सोच्न सकिन्छ। उहाँहरू बीचको प्रेम यति पूर्ण छ कि एक अर्काको लागि सबथोक हुनुहुन्छ। सबथोक हुनुहुन्छ, यसको अर्थ के हो? यसको अर्थ हो, पहिलो ईश्वर व्यक्तित्वको लागि दोस्रो ईश्वर व्यक्तित्वभन्दा बहुमूल्य अरू केही छैन, र दोस्रोको लागि पहिलोभन्दा बहुमूल्य अरू कोही छैन। उहाँहरू एक अर्काको अस्तित्वको पूर्णता हुनुहुन्छ। अब कल्पना गर्नुहोस्, त्यस्तो सम्बन्धमा रहेका दुई व्यक्तिले सृष्टि गरिएका प्राणीहरू जो पापले गर्दा मृत्युको अधीनमा छन्, तिनीहरूलाई बचाउनको लागि एक अर्कालाई त्याग्ने निर्णय गर्नुहुन्छ। ओहो, त्यो त अकल्पनीय त्याग भयो नि। हो, र क्रूस त्यही त्यागको भौतिक प्रकटीकरण हो। स्रोतहरूका अनुसार क्रूसमा दोस्रो ईश्वर व्यक्तित्व मतलब येशूले त्यो प्रेमलाई चरम रूपमा प्रकट गर्नुहुन्छ।
जब सृष्टि गरिएका प्राणीहरूले क्रुसमा देखाइएको यो अपार आत्मत्यागपूर्ण प्रेमलाई देख्छन् र बुझ्छन्, तब उनीहरूको हृदय पग्लिन्छ। उनीहरूले महसुस गर्छन् कि उनीहरूलाई कति धेरै प्रेम गरिएको रहेछ। अनि त्यो प्रेम बुझेपछि उनीहरूको प्रतिक्रिया के हुन्छ त? उनीहरूले बदलामा परमेश्वरलाई प्रेम गर्न थाल्छन् र जब कसैले साँच्चै कसैलाई प्रेम गर्छ, उसले त्यो व्यक्तिलाई चोट पुर्याउने काम गर्दैन। हो, ठीक हो। त्यसैले उनीहरूले पाप गर्न छाड्छन्। पाप नगरेपछि उनीहरू न्यायको दण्डबाट बच्छन् र अनन्त जीवन पाउँछन्। त्यसैले महिमा भनेको शक्ति प्रदर्शन होइन। महिमा भनेको यस्तो प्रेम प्रदर्शन गर्नु हो जुन यति शक्तिशाली छ कि त्यसले कठोरभन्दा कठोर हृदयलाई पनि परिवर्तन गर्न सक्छ। अनि मृत्युलाई जीवनमा बदल्न सक्छ। हो, क्रुस त्यही महिमाको सर्वोच्च शिखर हो। यो कुराले मलाई स्रोतमा उल्लेख गरिएको अर्को एउटा निकै चुनौतीपूर्ण र अलि असहज लाग्ने कुरामा पुर्याउँछ। त्यसमा भनिएको छ कि सृष्टि गरिएका प्राणीहरूको आफ्नै कुनै अन्तर्निहित मूल्य हुँदैन। परमेश्वरले चाहनुभयो भने उनीहरूलाई एकैछिनमा बनाउन वा नष्ट गर्न सक्नुहुन्छ। यो सुन्दा त मानिसको कुनै महत्त्व नै छैन जस्तो लाग्यो। तपाईले भनेको तर्क म बुझ्छु र यो पहिलो पटक सुन्दा साँच्चै कठोर लाग्न सक्छ। तर यी स्रोतहरूले मूल्यको अवधारणालाई नै फरक तरिकाले हेरेका छन्। उनीहरूको तर्क के हो भने कुनै पनि सृष्टि गरिएको कुराको मूल्य आफैमा हुँदैन। त्यसको मूल्य सधैँ सृष्टिकर्ताले निर्धारण गर्छ। जस्तै एउटा साधारण क्यानभास र रङको आफ्नो मूल्य खासै हुँदैन, तर जब लियोनार्डो द भिन्ची जस्ता कलाकारले त्यसमा मोनालिसा बनाउँछन्, त्यसको मूल्य अकल्पनीय हुन्छ। हो त? मूल्य क्यानभासमा थिएन, मूल्य कलाकारले प्रदान गर्यो। राम्रो उदाहरण हो। त्यसो भए यो तर्क अनुसार परमेश्वरले हाम्रो लागि के मूल्य निर्धारण गर्नुभयो त? स्रोतका अनुसार परमेश्वरले सृष्टि गरिएका प्राणीहरूलाई जुन मूल्य दिनुभयो त्यो सुन, चाँदी वा अरू कुनै भौतिक कुरा होइन। उहाँले दिनुभएको मूल्य उहाँ आफै हुनुहुन्छ। उहाँ आफै? हो। अघि हामीले कुरा गर्यौं नि, पहिलो र दोस्रो ईश्वर व्यक्तित्व एकअर्काको लागि सबथोक हुनुहुन्थ्यो। हामीलाई पापबाट बचाउन उहाँहरूले एकअर्कालाई त्याग्नुभयो। पहिलोले आफ्नो सबथोक दिनुभयो र दोस्रोले आफ्नो सबथोकबाट छुट्टिन स्वीकार गर्नुभयो। एकछिन है, यो कुराले त हाम्रो मूल्यको बारेमा सोच्ने तरिका नै उल्टाइदियो। मतलब हाम्रो महत्त्व हामीभित्र के छ भन्नेमा होइन, तर हाम्रो लागि के गरियो, हाम्रो लागि के मूल्य चुकाइयो भन्नेमा छ। यो त निकै गहिरो कुरा हो। ठ्याक्कै। तपाईँ अब मूल्यहीन हुनुहुन्न, किनकि तपाईँलाई किन्नको लागि चुकाइएको मूल्य ब्रह्माण्डकै सबैभन्दा बहुमूल्य कुरा हो, अर्थात् परमेश्वर आफै। वाह! क्रुसले त्यही मूल्यलाई स्थापित र प्रमाणित गर्छ। अब जब पहिलो ईश्वरीय व्यक्तित्वले हामीलाई हेर्नुहुन्छ, उहाँले आफ्नो प्रिय पुत्रको बलिदान देख्नुहुन्छ। जब दोस्रो ईश्वरीय व्यक्तित्वले हामीलाई हेर्नुहुन्छ, उहाँले पिताको असीम प्रेम देख्नुहुन्छ। यसरी जुन प्राणीको आफ्नै कुनै मूल्य थिएन, त्यो अब परमेश्वरको नजरमा उहाँ आफै जत्तिकै बहुमूल्य भएको छ। क्रुसले हाम्रो मूल्यलाई सदाको लागि स्थापित गरिदियो। हो। त्यसो भए यो सबै कुरा फेरि त्यही महिमाको अवधारणामा आएर जोडिन्छ। हामीले सुरु गरेको पहेली अर्थात् महिमा शक्ति हो कि प्रेम, त्यसको जवाफ अब अलि स्पष्ट हुँदैछ। स्रोतहरूले भन्छन् कि परमेश्वरले समय र स्थानलाई यस्तो संरचनामा बनाउनु भएको छ जहाँ शक्तिभन्दा प्रेम नै बढी महिमापूर्ण देखिन्छ। हो, यो यी स्रोतहरूको सबैभन्दा गहन तर्कहरूमध्ये एक हो। उनीहरू भन्छन् समय र स्थानको यो भौतिक संसारमा सबैभन्दा शक्तिशाली देखिने कुरा के हो? त्यो हो मृत्यु। मृत्युले सबैलाई जित्छ। ठूला ठूला साम्राज्यहरू, शक्तिशाली राजाहरू, सुन्दरता, ज्ञान सबै कुरा समयसँगै मृत्युमा विलिन हुन्छन्। हो त नि। मृत्यु नै अन्तिम विजेता जस्तो देखिन्छ। तर यो तर्क अनुसार मृत्युभन्दा पनि शक्तिशाली केही छ र त्यो हो प्रेम। किनकि साँचो प्रेमको अर्को नाम जीवन हो। क्रुसमा देखाइएको त्यो आत्मत्यागपूर्ण प्रेमले मृत्युको शक्तिलाई नै पराजित गरिदिन्छ र अनन्त जीवनको ढोका खोल्छन्। यसैले स्रोतहरू दाबी गर्छन् समय र स्थानमा सबैभन्दा बलियो कुरा प्रेम हो। भनेपछि परमेश्वरको महिमा उहाँले चाहेको कुरा एकैछिनमा गर्न सक्नुमा होइन, तर आफ्नो सबैभन्दा बहुमूल्य कुरालाई मूल्यहीन प्राणीहरूको लागि त्याग्न सक्ने प्रेममा छ। एकदम सही।
यो प्रेमलाई वर्णन गर्न स्रोतले एउटा रोचक कोरियन शब्द मुमु हाशिम प्रयोग गरेको छ। यसको अर्थ असावधानी वा अविवेक भनेर अनुवाद गरिएको छ। यो शब्द किन प्रयोग गरियो होला? यो शब्दको छनोट निकै अर्थपूर्ण छ। यसको शाब्दिक अर्थ लापरवाह वा असावधान जस्तो हुन्छ। तर यहाँ यसको भाव के हो भने यो यस्तो प्रेम हो जसले आफ्नो नाफा नोक्सानको हिसाब किताब गर्दैन। गर्दैन। यो तार्किक छैन, यो अविवेकी देखिन्छ। कुन चाहिँ राजाले आफ्नो एकमात्र छोरालाई विद्रोही दासहरूलाई बचाउनको लागि मर्न पठाउँछ? मानवीय तर्कले त यो कुरालाई मूर्खता भन्छ। हो, तर स्रोतहरूले भन्छन् कि परमेश्वरको प्रेम हाम्रो मानवीय तर्कभन्दा यति धेरै माथि छ कि त्यो हामीलाई असावधान वा लापरवाह जस्तो लाग्छ। उहाँले परिणामको चिन्ता नगरी प्रेम गर्नुहुन्छ। ठिक छ, यो सम्पूर्ण प्रक्रियाको अन्तिम परिणाम के हो त? प्रेमले मृत्युलाई जित्छ, मूल्यहीन प्राणीहरू अमूल्य हुन्छन्, तर यसले सृष्टिलाई पूर्णतामा कसरी पुर्याउँछ? स्रोतहरूका अनुसार जब कुनै प्राणीले क्रुसमा प्रकट भएको परमेश्वरको यो मुमुहासिम प्रेमलाई पूर्ण रूपमा बुझ्छ, तब उसको स्वभावमा एउटा स्थायी परिवर्तन आउँछ। कस्तो परिवर्तन? उसमा पाप गर्ने इच्छा र सम्भावना नै समाप्त हुन्छ। पाप गर्ने सम्भावना नै समाप्त? हो, यो उसको स्वतन्त्र इच्छाको अन्त्य होइन, बरु पूर्णता हो। पहिले ऊ पाप गर्ने र नगर्ने बीचमा सङ्घर्ष गर्थ्यो। अब उसले प्रेमको कारणले स्वतः असल कुरा मात्र रोज्छ, कुनै करकापले होइन। अनि जब सबै विश्वासीहरू यो अवस्थामा पुग्छन्, तब के हुन्छ? जब स्वतन्त्र इच्छा यसरी प्रेममा पूर्ण हुन्छ, तब पापको उद्देश्य नै समाप्त हुन्छ। त्यति बेला स्रोतहरू भन्छन् दोस्रो ईश्वर व्यक्तित्वले मृत्यु र पाताललाई अर्थात् पापका सबै अवशेषहरूलाई सधैँको लागि आगोको कुण्डमा फ्याँकिदिनुहुन्छ। अनि त्यसपछि सृष्टिमा पाप, दुःख र मृत्युको कुनै स्थान रहँदैन। सृष्टि आफ्नो मौलिक उद्देश्यमा पुनर्स्थापित हुन्छ र पूर्ण हुन्छ। यो त एम्पा विशाल ब्रह्माण्डीय योजना जस्तो सुनिन्छ, तर यसमा सामान्य विश्वासीहरूको भूमिका के हो? यो सबै त परमेश्वरले नै गर्नुभएको जस्तो देखिन्छ। के हाम्रो केही भूमिका छ वा हामी केवल दर्शक मात्र हौं? होइन। यहाँ विश्वासीहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। येशूले क्रुसमा मरेर र पुनरुत्थान भएर बाटो देखाइसक्नुभयो। उहाँले महिमा प्राप्त गरिसक्नुभयो। त्यसपछि उहाँले पवित्र आत्मा पठाउनुभयो। अनि अब पालो हाम्रो? हो, अब पालो विश्वासीहरूको हो। उनीहरूले पनि येशूको पछि लागेर क्रुसको बाटो अपनाउनुपर्छ। क्रुसको बाटो अपनाउनु भन्नाले शाब्दिक रूपमा मर्नुपर्छ भनेको हो कि यसको अरू कुनै अर्थ छ? होइन, यो शाब्दिक मृत्युको कुरा होइन। यो आत्मत्यागको जीवन जिउनु हो। आफ्नो मलाई मार्नु, आफ्नो अहंकार र स्वार्थलाई त्यागेर प्रेम र सेवाको जीवन जिउनु हो। पवित्र आत्माको शक्तिद्वारा? हो, पवित्र आत्माको शक्तिद्वारा उनीहरूले पनि आफ्नो जीवनमा पाप र मृत्युको शक्तिलाई जित्छन्। यो हरेक दिनको सङ्घर्ष हो, तर यो सम्भव छ। अनि उनीहरूले कसरी महिमा प्राप्त गर्छन् त? येशूले त क्रुसमा पाउनुभयो। उनीहरूको महिमा अन्तिम पुनरुत्थानमा प्रकट हुन्छ। जसरी येशू मरेर बौरी उठ्नुभयो र उहाँको पुनरुत्थानले उहाँले मृत्युलाई जित्नुभयो भनेर प्रमाणित गर्यो, हो, त्यसरी नै विश्वासीहरूको पुनरुत्थानले पनि उनीहरूले पवित्र आत्माको शक्तिद्वारा पापलाई जितेका थिए भनेर प्रमाणित गर्नेछ। पुनरुत्थान एउटा प्रमाण हुनेछ। हो, परमेश्वरको प्रेम र न्यायमाथि लगाइएका सबै आरोपहरूलाई सदाको लागि खण्डन गर्ने प्रमाण। यसले देखाउने छ कि परमेश्वरका आज्ञाहरू पालन गर्न साँच्चै सम्भव थियो र उहाँको प्रेम अन्त्यमा विजयी भयो। आजको छलफलले त महिमा, प्रेम र मूल्य जस्ता शब्दहरूलाई हेर्ने मेरो दृष्टिकोण नै परिवर्तन गरिदियो। सारमा भन्नुपर्दा हामीले हेरेका स्रोतहरूले के भनिरहेका छन् भने साँचो महिमा भनेको शक्ति प्रदर्शन होइन, तर अरूको लागि आफैलाई रित्याउने आत्मबलिदानयुक्त प्रेम हो। र कुनै पनि कुराको मूल्य त्यसको भित्री गुणमा होइन, तर त्यसको लागि चुकाइएको मूल्यमा निर्भर गर्छ। हो, र यी सबैको पछाडि एउटा अन्तिम सत्य के हो भने परमेश्वरको यो प्रेम र बलिदानको तर्क प्राणीहरूको सीमित समझभन्दा बाहिर छ।
यसलाई पूर्ण रूपमा विश्लेषण गरेर बुझ्न सकिँदैन, यसलाई विश्वासद्वारा मात्र ग्रहण गर्न सकिन्छ। र यो बुझाइले हामीलाई हाम्रो आफ्नै संसारलाई हेर्ने तरिकाबारे एउटा गहिरो प्रश्न सोच्न बाध्य बनाउँछ। कस्तो प्रश्न? प्रश्न यो हो, यदि सर्वोच्च शक्ति र महिमाको अन्तिम अभिव्यक्ति निस्वार्थ र आत्मत्यागपूर्ण प्रेम हो भने यसले हाम्रो समाजमा शक्ति, सम्पत्ति र मूल्यबारे स्थापित धारणाहरूलाई कसरी चुनौती दिन्छ? हो त नि, हाम्रो संसारले त पद, सम्पत्ति र प्रभावलाई नै महिमा र सफलताको मानक मान्छ। तर यदि आज छलफल गरिएको दृष्टिकोण सही हो भने साँचो महानता त सेवा र बलिदानमा पो रहेछ। यो कुराले हाम्रो व्यक्तिगत जीवन र सामाजिक संरचनालाई हेर्ने दृष्टिकोणमा कस्तो परिवर्तन ल्याउन सक्छ होला? हो, यो प्रश्नमाथि विचार गर्नु साँच्चै नै महत्त्वपूर्ण छ।